नमस्कार साथीहरू, स्वागत छ दैनिक मार्गमा। आज हामी कुरा गर्दैछौँ राशि चक्रको चौथो राशि कर्कट राशिको बारेमा। के तपाईँ कर्कट राशिका हुनुहुन्छ वा तपाईँको नजिकको कोही कर्कट राशिको छ भने यो भिडियो तपाईँको लागि हो। आज हामी जान्नेछौँ कर्कट राशिको स्वभाव, बानी, जीवनको उद्देश्य, पैसाको सम्बन्ध र धेरै रोचक कुराहरू। चलौँ सुरु गरौँ। कर्कट राशि जुन 21 देखि जुलाई 22 सम्म जन्मिने मानिसहरूको राशि हो। यो राशि चक्रको चौथो राशि हो। कर्कट राशिको शासक ग्रह चन्द्रमा हो। चन्द्रमा भनेको भावना, अन्तर्ज्ञान र पोषणको प्रतीक। यसैले कर्कट राशिका साथीहरू स्वभावले नै भावुक, संवेदनशील र हेरचाह गर्ने हुन्छन्। यो जल तत्वको राशि हो, मतलब यिनीहरू भावनात्मक, अन्तर्दृष्टिशील र गहिरो अनुभूति गर्ने हुन्छन्। कर्कट राशिको चिन्ह केकडा हो, जसले यिनीहरूको संरक्षणात्मक प्रकृति र कडा खोलभित्र नरम मनलाई जनाउँछ। अब कुरा गरौँ कर्कट राशिको स्वभावको बारेमा। कर्कट राशिका साथीहरू भावनात्मक र संवेदनशील हुन्छन्, गहिरो महसुस गर्छन्। सानो कुराले पनि यिनीहरूलाई प्रभाव पार्छ। समानुभूति यिनीहरूमा प्राकृतिक रूपमा हुन्छ। यिनीहरू पोषण र हेरचाह गर्ने हुन्छन्। अरूको हेरचाह गर्न, सहयोग गर्न यिनीहरूलाई मन पर्छ। आमा जस्तै हेरचाह दिन्छन्। परिवारप्रति समर्पित हुन्छन्। कर्कट राशिका मानिसहरू अन्तर्दृष्टिशील हुन्छन्। भित्री अनुभूति यिनीहरूको राम्रो हुन्छ। मान्छेको इरादा यिनीहरूले सजिलै महसुस गर्छन्। छैठौं इन्द्रिय बलियो हुन्छ। यिनीहरू वफादार र सुरक्षात्मक हुन्छन्। आफ्ना मानिसहरूको लागि कुनै पनि हदसम्म जान सक्छन्। अरूलाई रक्षा गर्न यिनीहरू तयार हुन्छन्। तर यिनीहरू मिजाज र अनुमान गर्न नसकिने हुन सक्छन्। चन्द्रमाको प्रभावले मूड परिवर्तन हुन्छ। केही बेर खुसी, केही बेर उदास। कर्कट राशि विगतमा बाँचिरहन्छ। पुराना कुराहरू, सम्झनाहरू, पुरानो समयको याद यिनीहरूलाई भावुक बनाउँछ। छोड्न गाह्रो हुन्छ। अत्यधिक सोच्ने र चिन्ता गर्ने यिनीहरूको समस्या हो। सानो कुरालाई पनि ठूलो बनाइदिन्छन्। कर्कट राशिका साथीहरूको दैनिक बानी कस्तो हुन्छ? यिनीहरू घर माया गर्ने हुन्छन्। घरमा आराम गर्न बाहिर जानुभन्दा बढी मन पर्छ। आरामदायक वातावरण बनाउन यिनीहरू जोसिलो हुन्छन्। यिनीहरूलाई खाना पकाउन र अरूलाई खुवाउन मन पर्छ। खाना बनाउनु यिनीहरूको प्रेम भाषा हो। खानाले भावनात्मक सम्बन्ध बनाउँछ। कर्कट राशि पुरानो समयको सम्झना मन पराउने हुन्छ। पुराना तस्बिरहरू, चिठ्ठीहरू, सम्झनाहरू सङ्कलन गर्छन्। विगतको सम्बन्ध राख्छन्। यिनीहरूलाई भावनात्मक सुरक्षा चाहिन्छ। स्थिर सम्बन्ध र परिचित वातावरणमा सहज महसुस गर्छन्। कर्कट राशिको जीवन उद्देश्य के हो? यिनीहरू जन्मिएका हुन् हेरचाह गर्न, पोषण गर्न। भावनात्मक सहयोग प्रदान गर्नु यिनीहरूको मिसन हो। कर्कट राशि परिवार र घरको रक्षक हो। आफ्नो प्रियजनहरूको लागि सुरक्षित आश्रय सृजना गर्न चाहन्छ। भावनात्मक निको पार्ने उपचार प्रदान गर्नु यिनीहरूको उपहार हो। उपचारक, परामर्शदाता, हेरचाह गर्ने बन्ने यस्ता कर्कट राशिमा धेरै हुन्छन्। गहिरो सम्बन्धहरू निर्माण गर्नु यिनीहरूको जुनून हो। सतही सम्बन्धहरूले यिनीहरूलाई सन्तुष्ट गर्दैन। अब आउँछ महत्त्वपूर्ण विषय, पैसा र पेशा। कर्कट राशिलाई आर्थिक सुरक्षा एकदमै महत्त्वपूर्ण हुन्छ। पैसा भावनात्मक सुरक्षाको भाग हो। यिनीहरूका लागि राम्रो पेशा क्षेत्रहरू हुन् स्वास्थ्य सेवा, नर्सिङ, मनोविज्ञान, समाज सेवा, शिक्षण, आतिथ्य, घर जग्गा, इतिहास र बाल हेरचाह। कर्कट राशि पैसा बचाउनमा राम्रो हुन्छ। सुरक्षाको लागि बचत गर्छ। लगानी सावधानी काथ गर्छ। जोखिम कम लिन्छ, तर भावनात्मक खर्च गर्न सक्छन्। सान्त्वनादायक खाना, सान्त्वनादायक किनारमारी यी यिनीहरूको सामना गर्ने तरिका हुन्छ। कर्कट राशिका साथीहरूलाई सुझाव: भावनात्मक खर्चबारे सचेत हुनुहोस्, आफ्नो बचत विविधीकरण गर्नुहोस् र आर्थिक स्वतन्त्रता कायम राख्नुहोस्। कर्कट राशिको प्रेम जीवन कस्तो हुन्छ? कर्कट राशिका मानिसहरू प्रेममा गहिरो प्रतिबद्ध हुन्छन्। रोमान्स यिनीहरूका लागि गम्भीर र पवित्र हो। पूरा हृदय दिन्छन्। यिनीहरू परम्परागत र पुरानो स्टाइलको हुन्छन्। विवाह, परिवार, दीर्घकालीन सम्बन्ध यिनीहरूको लक्ष्य हो। यिनीहरू रोमान्टिक र विचारशील हुन्छन्। सानो सानो इशाराहरूमा विश्वास गर्छन्, तर यिनीहरू टाँसिने र अधिकारवादी हुन सक्छन्। असुरक्षा र ईर्ष्या देखिन सक्छ। वृष, कन्या र वृश्चिक, मीन राशिसँग राम्रो मेल्दोजुल्दो हुन्छ। कर्कट राशिको शक्ति के हुन्?
समानुभूति, पोषण गर्ने स्वभाव, वफादारी, अन्तर्ज्ञान र भावनात्मक बुद्धिमत्ता। तर काम गर्नुपर्ने क्षेत्र पनि छन्। अत्यधिक संवेदनशीलता, मिजाज, विगतमा बाँच्ने, असुरक्षा र भावनात्मक हेरचाह। कर्कट राशिका प्यारा साथीहरू, तपाईहरूको हेरचाह गर्ने हृदय तपाईको सबैभन्दा ठूलो खजाना हो। तपाईँ प्राकृतिक हिलर हुनुहुन्छ। तपाईको समानुभूति र करुणाले संसारलाई राम्रो ठाउँ बनाउँछ। तर याद राख्नुहोस्, आफ्नो हेरचाह आफैलाई पनि दिनुहोस्। अरूलाई मात्र नभई आफ्नो पनि हेरचाह गर्नुहोस्। भावनात्मक सीमा तय गर्न सिक्नुहोस्। विगतमा अल्झिनुभन्दा प्रतिमानमा बाँच्नुहोस्। मिजाजलाई व्यवस्थित गर्न ध्यान र सचेतना प्रयास गर्नुहोस्। असुरक्षालाई आत्मप्रेमले प्रतिस्थापन गर्नुहोस्। तपाईको नरम हृदय तपाईको शक्ति हो, कमजोरी नभई। त्यसो भए साथीहरू, यो थियो कर्कट राशिको पूर्ण परिचय। तपाईँ कर्कट राशिका हुनुहुन्छ? कमेन्टमा आफ्नो अनुभव बाँड्नुहोस्। भिडियो मन पर्यो भने लाइक, शेयर गर्नुहोस्। मिल्छौँ अर्को भिडियोमा। धन्यवाद। दैनिक मार्ग, तपाईको जीवन यात्राको साथी।